जापान टोकियो सहर हेर्दा लाग्छ रहर, तर यहाँको बिजी जिन्दगी। बिहान उठेर अलार्म थिच्दै 5 मिनट सुत्यो, फेरि अलार्म बज्छ, फेरि थिच्यो 5 मिनट सुत्यो। होइन, अब त उठ्नुपर्छ है, काममा जान ढिलो हुन्छ भनेर उठ्यो। हो यसरी नै जाने गर्छु म काममा। यसरी नै दिनचर्या बितिरहेको छ जापानमा। जापानको लाइफ भनेको देख्दा सजिलो लाग्छ। कामबाट आयो, सुत्यो, बिहान अलार्म टुनुनु गर्छ, निन्द्रामा काछ मोबाइल भन्दै चाम्दै बन्द गर्दै फेरि सुत्दै फेरि उठ्दै, काम थकान सुतायो काम। बिदाको दिनमा हामीले राखेका फोटा, स्टोरी, रिल्सले त मजा गरे जस्तो देखिन्छ, तर त्यो 2-3 घन्टाको खुसी मात्र रहेछ। बाँकी समय त सङ्घर्ष, जिम्मेवारी र मनभित्रको एक्लोपन पनि कुनै रहेछ। नेपालबाट हेर्दा साथै जापानको लाइफ भनेको मजा, पैसा, फ्रिडम जस्तो लाग्छ होला, तर यहाँ समय छ भने पैसा छैन। समय छ भने पैसा छैन साथी, पैसा छ भने समय छैन। अनि कहिलेकाहीँ लाग्छ त यही एसियामा परे पनि जापान यस्तो विकसित छ, हाम्रो नेपाल कहिले हुने होला जापानसँग तुलना गर्ने। कसैलाई देखाउन सजिलो लाग्छ साथी, तर बाँच्नु त्यसैमा क्वेसन मार्क छ। जसले बाँच्छ त्यसैले मात्र जान्छ। भ्रम होइन, सत्य पनि देखाउनुपर्छ। मजाले जिउन पनि हुन्छ, तर उसका लागि हामीले सपना, सेक्रिफाइस र आँसु पनि धेरै चहाउनु पर्ने हुन्छ। जापानको लागि क्यामेराको पर्दा अगाडि पठाएको कपाल क्या झकास देखिन्छ, अझ त्यसैमाथि टिकटकको क्यामेरा पुरै नगर्नु। तर रियालिटीमा मेहनत, प्रेसर र चुपचाप सहने कला हो जापान। सपना जिन्दगी हो, तर त्यही सपनालाई जिन्दगी बनाउन घर छाडेको पनि आज 10 वर्ष पुरा भएछ। सपना जिन्दगी हो, तर त्यही जिन्दगी पुरा गर्नलाई घर छाडेको पनि आज 10 वर्ष पुरा भएछ। जापानको विकास हेरेर नेपाल सम्झिँदा मनभरि भक्कानिएर आउँछ आँखाभरि आँसु। कसरी थाम्नु साथी? सपना जिन्दगी हो, सपना जिन्दगी हो, तर सपनालाई जिन्दगी बनाउन सेक्रिफाइस धेरै गर्नुपर्ने रहेछ। आफूले सोचे जस्तो भने जस्तो सहजै हात परिदिने भए सङ्घर्ष ठिलो भनेर थाहा पनि हुँदैन थियो होला नि साथी। यही थाहा पाउनलाई केही गुमाउनु नै पर्ने रहेछ। जसरी दिनपछि रात आउँछ, रातपछि दिन, त्यसै गरी दुःखका दिनपछि सुख पनि आउँछ भन्ने आशमा बिताउनु पर्ने रहेछ दिन।